मार्ग फोटो खिच्यो। नमस्ते तथा साथीहरू, सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनी इष्टमित्रहरूमा आज म तपाईँहरूलाई गुरुङहरूको विवाहपछिको चाहिँ ढोगभेट कार्यक्रम कसरी गरिन्छ भन्ने विषयमा केही छोटो जानकारी गराउन गइरहेको छु। मेरो नाम रहेको छ झलेन्द्रमान कुम्जी तमु र मेरो युट्युब च्यानल रहेको छ वाइटी सनराइज। तपाईँ सम्पूर्णलाई मेरो युट्युब च्यानलमा हार्दिक स्वागत गर्दै म आजको जुन यो विषयवस्तु रहेको छ गुरुङहरूको ढोगभेट कार्यक्रम कसरी गरिन्छ र दस्तुरहरू के चाहिन्छ भन्ने विषयको छोटो तपाईँहरूलाई जानकारी गराउँदै यो भिडियोलाई सुरुदेखि अन्त्यसम्म हेरेर साथ दिनुहोला। भिडियो हेरिसकेपछि तपाईँहरूलाई कस्तो लाग्छ, भिडियोमा धेरै गल्ती कमजोरीहरू हुनसक्छ, तपाईँहरूबाट सल्लाह सुझावको हुनमा आशा राख्दै भिडियो राम्रो लाग्छ भने भिडियोलाई लाइक सेयर कमेन्ट र सब्सक्राइब गर्न नभुल्नुहोला भन्दै म अब भने विषयवस्तुतर्फ प्रवेश गर्न चाहन्छु। र हामी गुरुङहरू विवाहपछिको धेरै वर्षपछि पनि यसरी नै ढोगभेट कार्यक्रम गर्न सकिन्छ। र यो ढोगभेट पनि धेरै वर्षपछि गरिएको ढोगभेट हो, किनभने केटाकेटी मिलेर गएको खण्डमा ढोगभेट अलि ढिलो नै हुन्छ। र माघी विवाहमा हो भने जुन यो विवाहकै दिनमा ढोगभेटहरू गर्दुहरू सबै टुङ्ग्याएरै पठाउने चलन छ हाम्रो। त्यसैले म यो ढोगभेट सम्बन्धी केही तपाईँहरूसँग केही जानकारी गराउन गइरहेको छु। र जुन यो अब भने एकैछिनपछि आमा समूहले जन्तीहरूलाई एकदमै सम्मान साथ झेली टपरी राख्दै र कारबारीहरू कुटिनीहरूले चाहिँ टपरीको चाहिँ मास्क, चस्मा, टोपी लगाइदिँदै र जुन यो डुम्रीको जुन यो फल हुन्छ, जुन यो डुम्रीको फलको चाहिँ जुन माला लगाएर स्वागत गर्दै गरेको दृश्य म तपाईँहरूलाई देखाइरहेको छु। र यो परम्परा संस्कार हो। यो जुन अहिलेदेखि चलेको संसार होइन कि यो हाम्रो बाबुबाजे धेरै वर्ष अगाडिदेखि नै चलेको संस्कार हो। र जुन यो संस्कार मध्येमा एउटा संस्कार अहिले चाहिँ हटाएको छ, जुन संस्कार हो तामर्गी। पहिला हाम्रो बाबुबाजेको पालादेखि चलिआएको एउटा तामर्गी भन्ने एउटा चलन थियो, जुन जन्तीहरूलाई तामर्गी हान्ने भन्ने चलन। त्यो चलन हटेको अलि धेरै वर्ष नै भइसक्यो र अहिले त्यो चलन छैन। जुन तामर्गी हान्दाखेरि केराको चाहिँ गानो, जुन केराको फेदको भाग माटोबाट निकालेर जुन यो त्यसलाई चाहिँ काटेर केही मात्रा अलि ठुल्ठुलो बनाएर जन्तीलाई चाहिँ हान्ने चलन थियो। र जुन त्यो तामर्गी हान्दाखेरि धेरै जन्तीहरू घायल भएको र धेरैले चोटपटक लागेको भएर पनि जुन त्यो संस्कार हटाइएको थियो। र अहिले भने त्यो संस्कार छैन। अहिले भने जुन यो भइरहेको संस्कारहरूलाई चाहिँ जुन देखाइरहेको छ, जन्ती पार्टीलाई सबैलाई टपरी राख्दै जुन यो टपरीमा चाहिँ जन्ती पार्टीहरूले चाहिँ सक्दो 50-100 रुपियाँ चाहिँ राख्ने चलन छ। र त्यसपछि आमा समूहले हुका, जुन यो गुर्जी गानाको चाहिँ हुका बनाएर हुकामा चाहिँ आगोको कोइला हालेर जुन यो आगोको कोइलामा चाहिँ धुलो खुर्सानी हालेर जन्तीहरूलाई चाहिँ जन्तीहरूतिर चाहिँ फुकेर रमाइलो गर्ने चलन पनि छ। म एकैछिनपछि त्यो पनि देखाउँछु तपाईँहरूलाई। र जुन यो दृश्य रहेको छ स्याङ्जा जिल्ला चापाकोट नगरपालिका वडा नम्बर 4 लग्दा, जुन ठाउँलाई छतर पनि भनिन्छ। र छतर आठथर गरुङ साइडतिर जुन यो चलनहरू एकदमै मिल्छ। घट्दो बढ्दोको चलनहरू चाहिँ लगभग मिल्छ। र यो सबै जिल्लामा मिल्दैन,
यो स्याङ्जा जिल्लाको मैले भनिहालेँ 6 थर 8 थर गरुङ साइडतिरको चलन यो रह्यो र अरू जिल्लाको दाजुभाइ गुरुङ दाजुभाइ दिदीबहिनीहरूको चलनहरू के कस्तो छ तपाईहरूले पनि यस्तै खालको चाहिँ एउटा भिडियो बनाएर सामाजिक सञ्जालबाट चाहिँ अपलोड गरेर सेयर गर्नुभयो भने पक्कै पनि सबैले थाहा हुनेछ यो हजुरको चलन पनि र हामी गुरुङहरू पूर्वदेखि पश्चिम उत्तरदेखि दक्षिणसम्म छरिएर रहेको गुरुङ दाजुभाइ दिदीबहिनी इष्टमित्रहरूको चाहिँ सबै चल्ती चलन मिल्दैन र भाषा पनि मिल्दैन कास्की जिल्ला गोर्खा तनहु लमजुङ पर्वत स्याङ्जाको चाहिँ गुरुङहरूको भाषा लगभग केही मात्रामा फरक छ गोर्खातिरको भाषा एकदमै फरक छ र कास्कीतिरको लगभग मिल्छ र लमजुङतिरको पनि स्याङ्जासँग भाषा मिल्छ गुरुङ भाषा र जुन यो पर्वततिरको भाषा पनि अलि फरक नै छ हामी जोडिएको जिल्ला भए तापनि पर्वततिरको भाषा अलि फरक छ र त्यसैले हामी जुन यो पहिला सामाजिक सञ्जाल र जुन यो यातायातको चाहिँ असुविधाले गर्दा पनि हामी एक अर्काको भाषा एक अर्काको चाहिँ जुन यो संस्कार संस्कृति थाहा हुन नसके तापनि अहिले चाहिँ हामी यो सामाजिक सञ्जालले गर्दा एकदमै हामीलाई चाहिँ बोल्न र भेट्न पनि एकदमै सजिलो भइरहेको छ त्यसैले हाम्रो संस्कार संस्कृति पनि हामी पक्कै पनि जुन यो एकअर्कालाई थाहा हुनेछ जुन अहिलेको जुन यो सामाजिक सञ्जालबाट हामी यो यातायातको चाहिँ सुविधाले गर्दा पनि हामी जुन यो भाषाहरू हाम्रो संस्कार संस्कृति पनि पक्कै पनि मिल्नेछ मिलाउन सक्नेछ भन्दै म के भन्न चाहन्छु भने हाम्रो गुरुङ दाजुभाइ दिदीबहिनी इष्टमित्रलाई हाम्रो बालबच्चालाई पनि आफ्नो भाषाहरू आफ्नो वेशभूषा संस्कार संस्कृति पनि पक्कै पनि सिकाउनुपर्छ होला भन्ने म लाग्छ किनभने हामी घर बस्दा पनि हामी नेपाली भाषा नै बोल्छौँ हाम्रो छोराछोरीलाई चाहिँ गुरुङ भाषाको केही थाहै छैन हाम्रो संस्कार संस्कृति पनि केही थाहै छैन त्यसैले हामी घर बस्दाखेरि हाम्रो बच्चाहरूलाई जानेको कुराहरू सिकाउने जुन यो गुरुङ भाषाहरू सिकाउने हाम्रो संस्कारहरू सिकाउने काम पनि पक्कै पनि गर्नुहुनेछ र अब भने म फेरि छोटो जुन यो हाम्रो साइडतिरको चाहिँ जुन यो मैले भनिहालेँ 6 थर 8 थर जुन यो गरुङ साइडतिरको चाहिँ चल्ती चलन हाम्रो गाउँबाट तपाईँहरूले छोरी चेलीहरू लानुभयो जुन यो बुहारी बनाएर भने हामीले चाहिने सरदमहरू दस्तुरहरू के हुन्छ नि भन्दाखेरि ढोगभेट गर्दाखेरि प्लाके भन्ने चाहिन्छ जुन यो स्क्रिनमा देखाइरहेको छु मैले प्लाके र प्लाकेसँग रक्सी कोदोको र 2 टपरी कुखुराको मासु एकदम खुट्टा टाउको आन्द्राहरू केलाएर जुन पुरै आफ्नो कुखुराको चाहिँ सरदम भएको र 2वटा दही ठेकी चाहिन्छ। दुईवटा दही ठेकी किन चाहियो भन्दाखेरि एउटा आमालाई एउटा माउलीलाई दिनुपर्ने हुन्छ र हाम्रो चलनमा के छ भने माउलीलाई पनि 1 भारी रोटी र एउटा खसी र 15-20 बोतल रक्सी चाहिन्छ। म यो तपाईँहरूलाई जानकारी गराउन चाहन्छु र तपाईँहरूको गाउँतिरको चल्ती चलन के कस्तो छ त्यो हामीले थाहा भएन तपाईँहरूले पनि यसरी नै सामाजिक सञ्जालबाट सेयर गर्नुभयो भने पक्कै पनि हामी सबैलाई अवगत हुनेछ थाहा हुनेछ भन्न चाहन्छु र सम्पूर्ण गुरुङ दाजुभाइ दिदीबहिनी इष्टमित्रलाई म के भन्न चाहन्छु भने हाम्रो संस्कार संस्कृतिलाई हराउन दिनु हुँदैन र हाम्रो संस्कार संस्कृतिलाई जोगाइराख्नुपर्छ भन्ने म एउटा तपाईँहरू प्रति अनुरोध गर्दै र यो जुन यो हाम्रो अहिलेको बच्चाहरू मोबाइल र जुन यो कम्प्युटरतर्फ एकदमै जुन यो आकर्षित भइरहेको अवस्थामा हामीले हाम्रो संस्कार संस्कृति हाम्रो भाषा वेशभूषा हाम्रो जुन यो बालबच्चा हाम्रो
अब आउने पुस्तालाई हस्तान्तरण गर्नुपर्छ पक्कै पनि भन्दै आज यो छोटो मेरो भनाइलाई यही अन्त्य गर्दै तपाईँहरूबाट म बिदा हुन चाहन्छु। हस्त, धन्यवाद, नमस्कार, साजिलो।